Hello everyone, welcome back to my YouTube channel. आज चाहिँ म तपाईहरुको सामु भिडियो ल्याएर उपस्थित भएका छौं अनि आज चाहिँ हामी कहाँ जाने रे जूमा घुम्न जाँदै छौं हामी कलेजको टिमहरु अनि उनी हुन् अञ्जली म हुन् रञ्जिता उनी हुन् एमिमा अनि अरूहरु चाहिँ पछाडी छन् हामीले नि पर्खौं न अनि हामी चाहिँ आज कलेजबाट घुम्न जान लागेको अब छुट्टी छ अनि हामी चाहिँ कलेजको अन्तिम सेमिस्टरमा हामी जहिले घुम्न जान्छौं त्यही भएर आज चाहिँ हामी चिडीखाना घुम्न जान लागिरहेको छौं तर बाटो बन्द छ भन्दै गाडीहरु बन्द छ भन्दै थियो तर के छ हामीलाई थाहा छैन हैन हामी चाहिँ हिँड्छौं ल फाइनली गाइस हामी चाहिँ जूमा आइपुगिसकेको छौं अनि अहिले चाहिँ टिकट काट्न लाग्नु भएको छ सरले अनि आज चाहिँ गाडी बन्द रहेछ अनि बल्ल बल्ल एउटा गाडी भेट्यो अनि त्यसमा हामी चढेर आकौं अब टिकट काटेपछि हामी भित्र जान्छौं स्यु इनसाइड भित्र पसिसकेका छौं है देख्न सक्नुहुन्छ गुई अब यो संसार चाहिँ हाम्रो यहाँ देख्न सक्नुहुन्छ गोही लजायो हामी चाहिँ के हेरेको रे भर्खर हामीले के हेरे चित्तल हेरेको चित्तल हामी चाहिँ फेरि पनि चित्तल हेरेर हामी फेरि अब अर्को ठाउँमा जान्छौं अब चाहिँ हामीले के हेर्न जाने हो हामीले गोही हेर्यो हैन अब चित्तल हेर्यो हैन अब चाहिँ हामी के हेर्ने हो नीलगाई हेर्न आको नीलगाई चाहिँ त्यहाँनिर छ एक्लै बस्दै रहेछ नीलगाई चाहिँ बिचरा नीलगाईको लागि साथी म जानु पर्ला के क्या तपाईहरु देख्नुहुन्छ नीलगाई चाहिँ भित्र छ अनि यहाँ चाहिँ के छ वाउ पिसफुल वातावरण यस्तो प्राकृतिक नेचुरल ठाउँमा हामी आएर हावा खाँदैछौं कस्तो दामी अनि तपाईहरुले देख्न सक्नुहुन्छ पोखरी भन्छ के भन्छ मलाई थाहा छैन अब हामी चाहिँ अरु जनावरहरु हेर्न जाँदै छौं हाम्रो साथीहरु चाहिँ अगाडि पुगिसक्नु भयो अब म पनि जान्छु सिउदियर अजिब कुरा देखे है यो यहाँनिर यो छ नि यो उड्दैन के ओइ भनेको त पनि इग्नोर यसको नाम के हो तपाईहरुलाई थाहा छ भने भन्नुस् ल मलाई त थाहा छैन जू फाइनल ला भित्र गयो अघि बाहिर निक्लेको थियो देख्नुहुन्छ यहाँनिर हाम्रो गोही सर अनि यो चाहिँ के हो रे भोलचर रे उनी चाहिँ कहिले पनि चल्दैन सिधाको सिधा हेरे बस्छ कोला हेरे बसेको मासु काट्थ्यो पहिला यसले छुन मिल्छ यसलाई ठुङ्दैन यसको आँखा त टोल परेछ त आयो यसको खुट्टा स्याम कुखुरा लोकल कुखुराको जस्तै छ त यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो गोही सर गोही दाजे अब जिउँदोलाई त छुन सक्दैन हैन अब काठलाई बनाएकोलाई छुदै बस्थे हामी यहाँनिर केमा बसेको रे प्रजल दाइ सुनिल अर्को छ मेता छौ भनेर हामीलाई बाघले उसको लोकेसन देखाउँदैछ अब चाहिँ हामी बाघ हेर्न जान्छौं यहाँ छौं है यो बिचको मान्छेको उताको को म चाहिँ कहाँ छु रे बाघको बच्चासँग छु है त्यो भनेको चाहिँ यहाँनिर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ प्रजल दाइको दोस्त बदम हैन उ दाइले केरा ल्याउने भन्दै थियो केरा ल्याइदिनु छ बिचार धोका दिने हो त्यसरी नखुवाउनु होस् रे ए हो रहेछ किन मी चाहिँ फाइनल बाघ ठाउँमा आइसक्यो बाघ चाहिँ कहाँ छ ऊ आफ्नो ओडारमा छ बाघ त्यहाँनिर छ तर तपाईहरुले देख्दैछ पयालो एउटा कुरा भन्छु हैन अरूको फ्यान भए नभए बाघको फ्यानहरु चाहिँ टन्नै हुँदो रहेछ कि हेर्नु न यहाँ यो लागि सब बाघ हेर्नको लागि बसेको मलाई चाहिँ म त बाघको साथी हो म त्यही भएर उसलाई हेरिसक्यौँ तर म फेरि पनि हेर्न चाहेन कस्तो डन कस्तो कराको हो डुब्यो फेरि डुब्यो बन मान्छे छ कता हो घुम्दैछ उ बादरहरु सब कराउँदैछ अब चाहिँ हामी हात्ती हेर्न जान्छौँ मलाई चाहिँ एकदम मन पर्यो यो ठाउँ हामीले चाहिँ विभिन्न प्रकारका जनावरहरू अनि चराचुरुङ्गीहरू हेरेको छौँ अब चाहिँ हामी स्पेसली सर्प हेरेर जान्छौँ सर्पलाई चाहिँ नाग्दा चाहिँ कता हो भन्दै बस्छु क्या अब रोडमा पवन कली हिँड्दैछ हैन कस्तो मजा आयो त्यो अङ्कलको भनाइ कस्तो मानेको के त्यो पवन कलीले उसको नाम चाहिँ पवन कली हो रे हैन यो स्यालले चाहिँ हाम्रो गाउँको बुङ्ग्रोहरूलाई खान्छ कि योलाई त्यो गाउँको स्यालहरूलाई पनि ल्याएर यहाँनिर ठुनिराख्नु पर्ने है हेर्नलाई हुन्छ हेर्न सक्नुहुन्छ नाग्दा चाहिँ यो चाहिँ के छ रे एक
थोप्ले गोमन सर्पोरे हैन यहाँनिर तपाईले देख्न सक्नुहुन्छ सुतेर आएको रहेछ के बिचरा अब चाहिँ म कछुवा हेर्न जान्छु नाम चाहिँ पेलिकन रे के हेर्नुस् न कस्तो मजाले बसिरहेछ हाई पेलिकन त्यसको मुख कति ठुलो हो नि करल सुगा कण्ठी सुगाहरु तपाईले हेर्न सक्नुहुन्छ बोल्ने सुगाहरु होला सायद मेबी आई डोन्ट नो सबै ठाउँहरु यस्तो हरियाली हरियाली राम्रो छ है अनि मलाई चाहिँ भिडियो रोक्नै मन छैन के भिडियो बढी बनिसक्यो है तर पनि हेर्नु कस्तो राम्रो ठाउँहरु छ के यता धेरै नजले यहाँनिर अनि हेर्न सक्नुहुन्छ वाउ म भित्र गए ल के हुँदो रहेछ wow yeah I feel so happy and so peace because this environment is so good I love it really I love it what shall I do this is unexpected thing for me मैले सोचेको थिएन के म यस्तो ठाउँमा जान्छु होला जू हो रे त्यो जनावरहरु मात्र हैन तर यस्तो राम्रो वातावरण Truly I say this place is too much amazing. If you want to visit in here you can come because this place is too much beautiful. I really love it. हामीले चाहिँ सबै ठाउँ घुमेर सकिसक्यौं जति पनि जनावरहरु अब चराचुरुङ्गीहरु जति पनि छ यहाँनिर त्यो सबै चाहिँ हामीले भिजिट गरिसक्यो अब चाहिँ हामी घरतर्फ लाग्ने छौं तर हाम्रो अरु टिमहरु चाहिँ घुम्दै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ 3 जना वेटिङ गर्दै छौं उनीहरुलाई अनि हामी चाहिँ यहाँनिर यस्तो हरियालीमा एकसो हावा खाइदिउँ भनेर चाहिँ बसिरहेको छौं अनि उहाँहरु आउनु भइसकेपछि हामी फेरि अब निक्लिन्छौं यहाँबाट अनि निक्लेर अब कहाँ जान्छौं त्यो सबै तपाईहरुलाई देखाउँछु है त गाइस मैले यो कभरको भिडियोहरु सबै आज युट्युबमा आउँछ आज बेलुकी नै जहाँ गए पनि त्यही ठाउँ मन पर्छ के गर्ने जिन्दगी गरेटमा हैन हेर्नु न यहाँ यस्तो राम्रो गार्डनहरु रहेछ हैन अब हाम्रो साथीहरु चाहिँ यहाँनिर फोटो खिचिरहनु भएको छ अनि अब हामी पनि गएर जोइन हुनुपर्छ ग्रुप फोटो त एउटा लिनु पर्यो नि हैन कलेजबाट आएपछि कसो त्यो त घुम्नै बाँकी रहेछ नि साथीहरु मलाई त थाहै थिएन नि वाउ यहाँनिर पानीहरु छ यहाँनिर हाम्रो केटीहरु छ पानी वाउ पानी हेर्नु पानी देख्नुहुन्छ तपाईहरुले के हो यो थाहा छैन हामीलाई पुरै घुमिसक्यौं अब चाहिँ हामी चाहिँ घरतर्फ जाँदै छौं आज चाहिँ गाडी चलेको छैन अनि अब हिँडेर जानुपर्ने हुन्छ होस्टेलसम्म अनि हामी बाहिर गएर खाजा खान्छौं खाजा खाइसकेपछि सिधै होस्टेलमा जान्छौं सी यू देयर